म तपाईहरुलाई काठमाडौँको शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित समुद्र सतहबाट 2096 मिटर उचाइमा रहेको बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थल तथा प्रकृति प्रेमीहरूका लागि मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण जामाचो गुम्बा अर्थात् नागार्जुन पहाडको बारेमा छोटो दृश्य देखाउँदैछु। कृपया भिडियो अन्तिमसम्म हेरिदिनुहोला। काठमाडौँको नजिकै रहेको पदयात्राहरूमध्ये जामाचो गुम्बा पनि एक पदयात्रा हो। यो पदयात्राले सहरको कोलाहलबाट सहरी जीवनबाट धेरै टाढा नराखी विशुद्ध प्रकृतिको काखमा रमाउन मद्दत गर्दछ। तपाईले यात्राको क्रममा धेरै पदयात्रीहरू, साइकल यात्रीहरू, मोटरसाइकल चलाउने यात्रीहरू भेट्टाउनुहुनेछ। पहाडको बायाँबाट एउटा करिब 17 किलोमिटर अफरोड बाटो छ जुन माथि डाँडासम्मै पुग्दछ, जहाँ उत्तरी दिशाबाट काठमाडौँ उपत्यका र हिमालयको समग्र दृश्य हेर्नका लागि एउटा भ्यू टावर अर्थात् टावर बनाइएको छ। नागार्जुन राष्ट्रिय निकुञ्जको नाम बौद्ध दार्शनिक नागार्जुनबाट आएको हो। यसको ध्यान गुफा त्यहाँ अवस्थित छ। विगतमा यो छुट्टै जङ्गल थियो र पछि सन् 2009 मा सरकारले नागार्जुन र शिवपुरीलाई मिलाएर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो। जामाचो गुम्बा कसरी पुगिन्छ त? काठमाडौँको नयाँ बस पार्क नजिकै माछापोखरीबाट पासाङलमु राजमार्ग हुँदै रसुवागढीतर्फ ककनी र नुवाकोट जाने बाटोबाट तपाईँ फुलबारी गेटमा पुग्नुहुन्छ। त्यहाँ सडकको बायाँपट्टि सेना उभिएको देख्नुहुनेछ। प्रवेश शुल्क अनुसारको टिकट लिनु पर्दछ। हानु मानौ हान्नलाई जन्मेकाहरू हानु। आजको मेन के हो? स्पोन्सर 50% आज 50% बाँकी नै छ कि अझ। यहाँ बियर हान्दैछन् साथीहरू। यहाँ आउनै पर्ने कारण चाहिँ के हो? होइन तामाङको होइन के भने यहाँ आउनै पर्छ अरे जसरी होइन। त्यही भएर आज नयाँ वर्षमा आएको घुम्नलाई। त्यसो भए तपाईँलाई ह्याप्पी न्यू इयर। तपाईँलाई नि ह्याप्पी न्यू इयर। मेरो चाहिँ यहाँसम्म रहरमा आएको, त्यसपछि आधी बाटो पुगेपछि चाहिँ घरमा जुसीमा मिनक्रौँ गाउँको चाहिँ दुटी चिरी नाखाउ त लालाई मिन लालाई दिदी गाङ हिँड्नु मिन लालाई कि सिनानो ती दोतीला दाफुकी त हामी टावर जाँदैछौँ। सायद कस्तो अनुभव भइरहेछ? एकदम रमाइलो भइरहेछ होइन। भोलिटीहरूलाई घुम्नलाई एक दिनको लागि होइन 2-4 उहाँले क्याप टोपी चाहिँ धेरै मिलाएर लाउनु भएको थियो होइन? अहिले चाहिँ फेरि बिग्रेछ क्या। अहिले चाहिँ हामी अन्तरिक्षबाट झर्दैछौँ है। हेलो हेलो ओ ओ अन्तरिक्षबाट झर्दैछौँ है।